नमस्ते नमस्ते अनि स्वागत छ सम्पूर्ण मित्रहरूलाई आजको यो मेरो सानो मिनी ब्लगमा। आराम कुशल छु र आराम कुशलै हुनुहुन्छ होला भन्दै तपाईँहरूकै सम्झनामा एउटा सानो भिडियो बनाउन गइरहेको छु। स्पेसली आज चाहिँ म बाहिर निस्किँदैछु। त्यो ठाउँ एकदमै सुप्रसिद्ध ठाउँ छ हामी नेपालीहरूको लागि पनि र विदेशीहरूको लागि पनि। त्यो ठाउँ थाहा पाउनको लागि तपाईँहरूलाई यो कन्टिन्यू मेरो भिडियो हेर्नुपर्ने हुन्छ। मित्रहरू, अघि नै मैले सुरुवाती चरणमै भने यो ठाउँ एकदमै सुप्रसिद्ध ठाउँ छ, किनभने तपाईँले देखिरहनु भएको छ मेरो पछाडि मन्दिरहरू जस्तो यो चाहिँ एउटा पुरानो दरबार हो जसको नाम रहेको छ पाटन दरबार। यहाँ धेरै मान्छेहरू चाहिँ घुम्नको लागि आउने गर्छ, नेपालीहरू लगायत फरेन कन्ट्रीका मान्छेहरू पनि। र तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर पछाडि पुरानो किसिमको कुदिएका मन्दिरहरू जुन चाहिँ यहाँ पहिलाका राजाहरूले चाहिँ राज्य गरेको ठाउँ पाटन दरबार स्क्वायर भन्छ यसलाई। र यहाँ विशेष गरेर विदेशीहरूलाई चाहिँ आकर्षण गर्नको लागि पुराना सामानहरू पनि बेचिरहेको हुन्छ यहाँको स्थानीय मान्छेहरूले। र यहाँनिर यसको वरिपरि देख्न सक्नुहुन्छ कुदेका मूर्तिहरू। यो चाहिँ एकदमै राम्रो रहेको देखिन्छ। अहिले हल्का पानी पर्ला जस्तो भएको भएर कति साथीहरूले चाहिँ यहाँनिर छाता पनि ओढेर हिँडिराख्नु भएको छ। देखिरहनु भएको छ एकदमै पुरानो घरहरू, काठको बुट्टाले भरिएको छ यो ठाउँहरू। अनि विशेष गरेर यहाँनिर चाहिँ घुम्न आउँदा अत्यन्तै रमाइलो हुन्छ। यदि फुर्सद भएको खण्डमा तपाईँहरू पनि यसो आएर भिजिट गर्नुहोला यो ठाउँको। यो चाहिँ लगनखेलदेखि सिधै गएर तलतिर जाँदाखेरि चाहिँ यो ठाउँ पुग्छ। अनि यहाँ पर्यटकहरूलाई चाहिँ आकर्षित हुने खालको विभिन्न किसिमको सामानहरू पनि बेचेको हुन्छ। ल साथीहरू, यहाँ आधुनिक तरिकाले चाहिँ टमेटो खेतीहरू गर्दै रहेछ। फल्न लागिरहेको छ, फल्दैछ पनि। यो ठाउँतिर आजभोलि बेच्न जानु पर्दैन, गाडी आफै चाहिँ लिन आउँदो रहेछ है टमेटोहरू लिनलाई। लटरम्म फलिरहेको छ, देख्न सक्नुहुन्छ यहाँनिर यो तरिकाले। अहिले यहाँनिर आँप लटरम्म फलिरहेको छ। त्यति मात्रै नभएर आँपको छेउछाउै मकैहरू यो तरिकाले बाली लगाएको छ। यो चाहिँ अलिक पछौटे मकै लगाएको जस्तो छ, नत्र अरू हेर्दाखेरि खाने बेला लगभग खुन लागिसकेको छ। त्यो कारणले पनि यो चाहिँ अलिकति पछि लागेको पनि यहाँ यही अम्बाको बोट। मित्रहरू हेर्नुहोस् है, यो भिडियो मार्फत भए पनि एकदमै लटरम्म भइरहेको छ। त्यही भएर माटो एकदमै उपयोगी चिज हो। माटो नभइकन हाम्रो जिन्दगी रहँदैन। माटोमै सबै चिज फल्ने, फलाउने, रोप्ने हो। र यहाँनिर देख्न सक्नुहुन्छ यो टनेला यतापट्टि लटरम्म फलिरहेको छ। बेला बेलामा गाडीहरू आउँदो रहेछ यो लिनलाई। होलसेलको भाउमा यहीँबाट लिएर जाँदो रहेछ। र यस्तो रहेको छ है मित्रहरू आजभोलिको तरकारी खेतीहरू। कुनै ठाउँमा यसरी फर्सी, लौका, टमेटो, आलु सबै एकै ठाउँमा लगाइरहेको अवस्था छ। यो हेर्दाखेरि चाहिँ आफूले पनि यस्तै काम गरौँ जस्तो लाग्ने क्या।
योपालि चाहिँ मौसमले पनि यति साथ दिएको जस्तो छ।